हेलो फ्रेन्ड्स, तपाईहरु सबैजना नमस्ते। आज पनि म भ्लग लिएर आइरहेको छु। आज धेरै दिन त फेरि भिडियो बनाउँछु है। आज भने चाहिँ मौसम यस्तो छ है। अब यहाँबाट चाहिँ म तल गएको हैन, अलिक काम छ। देख्न सक्नुहुनेछ। देख म जाँदैछु। यो चाहिँ सब्जी चाहिँ तल लगिदिएको है। अब भने चाहिँ ओह्रालो लाग्यो है। बाटोमा छु हैन। हामी जानै पर्छ, काम गर्नै पर्छ। नभए फेरि काम गरेन भने त के पनि हुँदैन। स्कुटी ल्याउनको लागि भए पनि काम चाहिँ गर्नै पर्छ। त्यहाँबाट पछाडि पनि फेरि गर्नुपर्छ। यस्तो छ यहाँ चाहिँ आजको मौसम। आजदेखि चाहिँ मेरो भ्लग डेली आउनेछ है। जे काम गर्छु म त्यसकै बनाउँछु हैन। आजदेखि चाहिँ म डेली भिडियो हालौँ भन्दैछु युट्युबमा। सबैजना हेरिदिनु होला, माया गरिदिनु होला है। एउटा सानो एउटा लोलेको भाइलाई पनि, मेरो घर चाहिँ कालिम्पोङ लोले हो। लोलेको भाइलाई पनि यसो माया गरिदिनु होला है। साथ सपोर्ट गरिदिनु होला। भिडियो अलिक हेरिदिनु होला है, भ्युज बढाइदिनु होला है। सबैजना आग्रह गर्न चाहन्छु है। अहिले भने चाहिँ यहाँ आइपुगिरहेको छु। यहाँबाट अब ओह्रालो जाँदैछु। यहाँबाट मेरो बाटो चाहिँ यता हो, ओह्रालो जानुपर्छ हैन। यहाँबाट टक्कै तल गोठमा जान्छु। गोठमा आज अन्तिम दिनको काम छ। भोलिदेखि पर्दैन भन्नु चाहिँ बा भोलि पनि जानुपर्छ। त्यो के याद भएन। अलि तपाईँलाई मकैबारी देखाउनु गइरहेको छु है। यसपालिको मकै खासै राम्रो छैन। यसपालि अब मौसम पनि त्यस्तै भयो। पानी अब बेलामा आइदिएन, अलिकति ढिलो आयो। त्यसले गर्दाखेरि मकै यसपालि चाहिँ राम्रो छैन है। तपाईँलाई म त्यो पनि देखाउन गइरहेको छु। तपाईँहरूले देख्न सक्नुहुनेछ। मकै यस्तो छ। यसपालि मकैले खासै भाका टिपेको छैन। पोहोर दामी हुन्थ्यो मकै, यसपालि छैन। मैले चाहिँ यसपालि मकै छरिनँ। किन भन्दाखेरि अब पोहोर पनि छरेको 2-3 डोको मात्रै भयो है। त्यसले गर्दाखेरि म चाहिँ यसपालि एकैचोटि अब धान रोप्ने। अब घाम लाग्यो भने चाहिँ आइतबार दबाई हालौँ भन्दैछु। देख्न सक्नुहुनेछ यो मकै खासै राम्रो छैन यसपालि मकै। अलिक त अब कति जग्गा त बाँदरले पनि उयो गरेछ है। यतातिर चाहिँ बाँदर अब आइगएको छैन। आयो भने चाहिँ यो पनि सक्छ है। यस्तो छ। अब भने चाहिँ म यहाँ उँधो गएको है। यहाँबाट चाहिँ तपाईँलाई म तलै गएर भेट्नेछु। फाइनल्ली म चाहिँ गोठ आइपुगिसकेँ होइन। तपाईँलाई मैले गाई पनि देखाउनेछु। यता 4टा गाई बाछा गरेर 4टा घटेको छ है। देख्न सक्नुहुनेछ। यहाँको एउटा गाई लगेको छ। त्यो बच्चा घटेको छ है। अब एकछिनमा चाहिँ दाना दिनुपर्छ है। देख्न सक्नुहुनेछ। यो चाहिँ सिलगढीबाट ल्याएको। देख्न सक्नुहुनेछ है। तपाईँको यहाँ 6वटा छ। नभए यहीँ 10वटा थियो है। 4टा चाहिँ आज गएर घटेको छ है। तपाईँलाई म तल्लो गोठ पनि देखाउन गइरहेको छु। त्यहाँबाट चाहिँ म फेरि दाना काट्नु जान्छु। दाना दिने बेला आउँदैछ। 11 बजी ट्याक्कै दाना दिनुपर्छ है। टाइम टु टाइम छ। देख्न सक्नुहुनेछ यहाँनिर यस्तो छ है। तपाईँको 6वटा छ। डल्लै गरेर 12वटा छ गाई बाछा गरेर। यति जहिले पनि माथि नै बस्छ है। तल कहिले बस्दैन, माथि नै यसको। सक्नुहुनेछ है। बताइनु गएको है। अनि म चाहिँ दानाको लागि बर झारिसकेको छु। अझै पुग्दैन। यहाँ चाहिँ नेबारहरू थप्नुपर्छ। देख्न सक्नुहुनेछ बर यत्रो छ कि तल चाहिँ काटेको। यहाँ मात्रै जान सकिन्छ। उकालो चाहिँ सकिँदैन जानु। रुख कतिर यहाँ तल चाहिँ अलिक हाँगाले गर्दाखेरि जान सकिँदो रहेछ है। सबैले लगेर काट्नुपर्छ। अब चाहिँ यहाँनिर चाहिँ घाँस कटिङ हुन्छ है। चलिसकेको छ। घाँस पनि खाइसकेको छ। फाइनल्ली अहिले भने चाहिँ काट्नु सकिएको छैन। एउटा गोठा चाहिँ लगभग पुग्छ होला है। 15 दाना र हेर्नु है। पर्छ दाना। त्यही पर्छ दाना। फाइनल्ली गाइस एउटा गोठा चाहिँ दाना दिइसक्यो हो।
हामी एउटा गोठ बाँकी छ त्यसमा पनि दाना हालेर रेडी छ अब भुसाले फिटाइदिनु मात्रै छ है देख्न सक्नुहुनेछ है कति मजाले खाइरहेको छ है कति मजाले खाँदैछ हुनेछ तपाईँलाई बात्लो गोठ लिएर जान्छु है अब चाहिँ यहाँ काम सकेर चाहिँ खोला जानुपर्छ केटाहरूले खोला जाउँ भन्दैछ खोला सक्नुहुनेछ है के भन्छ माथिल्लो गोठ आइपुगिसक्यो फाइनल्ली अब दाना दिइसक्यो चाहिँ देख्न सक्नुहुनेछ अब चाहिँ यहाँबाट घर गएर चाहिँ म खोला जान्छु खोला हेभी गरम यति साह्रो गरम भएको छ कि अघि चाहिँ गडाङ गुडुङ पनि गर्दै थियो पानी आउँदा जस्तो हुन्थ्यो कि पानी चाहिँ आउनै सकेन मजाले आएर शीतल बनाएर दामी हुन्थ्यो कि पानी आउनै सकेछ नि यो चाहिँ दामी गाई है सक्नुहुन्छ अब चाहिँ यहाँबाट घर गएर म खोला जान्छु केटाहरूसँग साथीहरूसँग भनौँ न अहिले भने चाहिँ आइपुग्यो यहाँ चाहिँ डल्ले दामी फलेको छ है बोट चाहिँ एउटै रहेछ कि तर फलाइ डर लाग्दो रहेछ अन्त 30 रहेछ पाक्कै गर्नु रहेछ ग्रान्डा सानो खालको बेला भएको छ नि तर यो चाहिँ अहिले हामी यहाँ छौँ अब यहाँबाट चाहिँ खोला लाग्यो है अब चाहिँ खोला लाग्यो है अब चाहिँ बस है अदुवाको पाना सुक्खा बजे सुक्खा आउँछ भन्थ्यो हो जोरा आउँछ फेरि खेला होबे खेला आज का खेला होबे होबे हो तकुआ खोला जाँदैछ फेरि अन्त रेडी आइपुग्यो रेडी आइपुग्यो पारे त रेडीमा त 10 है अहिले चाहिँ आइपुग्यो अहिले चाहिँ धजी आइपुग्यो
पर्थ्यो साबुन किनेन हो साबुन ल्याएन दही आइदियो भने चाहिँ बाबाको लागि के उनीहरू त कति खेल्दै हो र दामी दर रहेछ कि होइन उहाँ ठिक छ है मेरो साह्रै हुन्छ नि साह्रै हुन्छ नि त्यहाँ त दही राम्रो छ को जानुपर्छ केटाहरू हिँडिरहेको छ स्कुटी हिँडिरहेको होइन यो केटाहरू के उतैबाट जाउँ होइन फाइनल्ली खोला चाहिँ आइपुग्यो बस चाहिँ पुगेको छैन है हामी दस यहाँनिर छ है अन्तखेरि केटाहरू हुन्छ केटाहरू सबै पौडी खेल्न बसेको नि केटाहरू पौडी खेल्न आउनु भएको छ उहाँ पनि अहिले चाहिँ हामी यहाँ आइपुग्यो है द यहाँ पछाडि छ हो ए कत्रो छ द पनि खेलेर निस्केको यहाँ पछाडि उज्जवल पनि आउँदैछ देख्न सक्नुहुनेछ है देख्न सक्नुहुनेछ द चाहिँ दामी छ दामी अहिले भने चाहिँ म डाइभ हान्नु आँटेँ अब चाहिँ टक्कै हामी खेलिसकेको चाहिँ अब घर जाने लास्ट डाइभ मेरो यही हो लास्ट कहिले भन्छ आइपुग्यो यहाँबाट चाहिँ यस्तो देखिन्छ स्कुटी राम्रो छ हो दामी छ नि एउटा जुत्ता भयो भयो आज राख ल स्कुटी दामी छ मनिष केही भन्नु छ केही नभने केही छैन जाँदैछौँ कालो हो डर लाग्छ कि उँगोले भन्ला छ भयो सेभ गरिदेऊ हामी चाहिँ खोला पुगेर आइसक्यो आजको भ्लग चाहिँ म यहीँ गर्दैछु फेरि नयाँ भिडियो लिएर आउँला होइन मनिष आजको भिडियो यहीँ गर्ने नि अब हाम्रो मनिष पनि आउँदैछ ल सबैजना